हेलो गाइस, गुड मर्निङ अनि स्याहार सबैजनालाई फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो न्यू भिडियोमा। अनि आज चाहिँ म काम गरेको देख्नुहुँदैछ होइन। आँगन झाडु मारेको कहिले देख्नुभएको थियो, मैले देख्नुभएको थिएन नि। तर मैले एकबार पहिला नै आजभन्दा 2 महिना अगाडि होला हाम्रो भाउजूको माइतमा गएर चाहिँ मैले भाउजूको माइत घरमा गएर चाहिँ मैले एकबार आँगन झाडु मारिदिएको थिएँ। आमालाई सघाएको थिएँ आँगन झाडु मार्नु बिहान। अनि मेरो घरमा चाहिँ आज फर्स्ट टाइम देख्नुभएको होला हजुरहरूले होइन, झाडुहरू मारेको। अनि आज चाहिँ म बिहानै उठेँ होइन। बिहानै उठ्यो भन्दा पनि 5 बजी आमा म भदैनी म त उठिसकेको थियौँ। अनि त्यहाँबाट चाहिँ नि भाउजू उठेछ, सानो भाउजू उठेर चाहिँ भात बनाउनु थालेछ। अनि मैले चाहिँ भन्छु बुहारी मान्छे भएर यति डेरीसम्म सुत्ने होइन है, भोलि चाहिँ म सँगसँगै उठाउँछु नि भनेको त उठ्छु अरे। सँगसँगै उठ्छौ, म चाहिँ अब 4 बजी उठ्छु, भोलि 4 बजी उठ्छ भने 4 बजी चाहिँ साह्रै भएन है भन्नुहुँदैछ होइन। अनि मैले चाहिँ बुहारी मान्छेहरू यति लेटसम्म सुत्नु सुहाएन है भन्दैछु कि। अनि तर केही छैन, मजाक गरेको मैले। अब काम छैन त छिटो पनि किन उठ्नु होइन, ठिकै टाइममा उठ्दा भइगयो नि। अनि त्यहाँबाट चाहिँ म चाहिँ अहिले यहाँ झाडु मार्छु, चेपचेपमा केटाकेटीले राम्रो निकाल्दैन नि त। मेरो चाहिँ यहाँ रानी एउटा बिमारी छ आज। अनि यहाँ चाहिँ हाम्रो बाउ आइसक्नु भएको छ गाई धुलाएर। गाई चाहिँ हाम्रो पत्थरतिर बान्नुहुन्छ कि उता दिदीको घरतिर। अनि त्यहाँबाट गाई धुलाएर आउनुभयो बाउले। गाई त म पनि धुलाउँछु गाइस, मैले चाहिँ यो मेरो भदैनी छ त त्यत्रोबाट सिकेको मैले चाहिँ गाई धुलाउनुको लागि भयो, खाना बनाउनुको लागि भयो होइन। सानोदेखि सिकेको मैले चाहिँ। अनि त्यहाँबाट चाहिँ म यो कुखुराको खङ्गी चाहिँ पर लगेर राख्दैछु। आमाले चाहिँ भन्नुहुँदैछ कुखुरा अहिले छोड्नु हुन्न यति बिहान भन्नुहुँदैछ। अनि म चाहिँ नाच्दै आउँछु गाइस कुखुराको खङ्गी राखेर। अनि कुखुरा चाहिँ छोड्नु भएन अहिले यति बिहानै चाहिँ। अनि त्यहाँबाट फेरि म लागेँ गाइस आँगन झाडु मार्नुको लागि। मैले त आज कहाँ कुना कप्चादेखि पुरा निकालिदिएको कि अब सालमा एकबार 2 सालमा एकबार मारेपछि त राम्रै मार्नुपर्छ नि त होइन। त्यही भएर चाहिँ मैले आज पुरा मजाले मारिदिएको कि। अब भोलि पनि हेरौँ, भोलि पनि अब मार्नु मन लाग्यो भने चाहिँ मार्छु म गाइस। बिहान उठ्नु मन लाग्यो भने चाहिँ उठ्छु। यो चाहिँ मेरो सानो भदैनी ऊ जस्तै फुल यहाँनिर एउटा सानो मगमा रोपेको र झरेछ कि। अन्त फेरि म चाहिँ लागेँ गाइस झाडु मार्नुको लागि सै। आज चाहिँ म जल्दी नै उठेँ, पुरा जिउ फ्रेस लाग्दैछ हो, पुरा मजा हुँदो रहेछ कि बिहान उठ्दाखेरि चाहिँ। अनि यो निचे चाहिँ मेरो सानो भदाइले चाहिँ पुरा यहाँनिर ढुङ्गाहरू छोडेको रहेछ नि त त्यसले खेल्दाखेरि। अनि मैले त्यो बुटुलेर एक जग्गा राख्दैछु। अनि हाम्रो आँगनमा चाहिँ साह्रै बल्ल हुन्छ गाइस, किनकि घरको छेउमै बाटो भएपछि चाहिँ उडाएर चाहिँ आँगनमा बरन्डामा फ्याँकिदिन्छ कि गाडीहरूले धुलो। अनि त्यही भएर बेसी बाटोको छेउमा पनि घर राम्रो होइन गाइस, देख्न सक्नुहुन्छ। मैले बाटो पनि क्लिन गर्दैछु, बाटोको अगाडि पनि यस्तरी झाडु माऱ्यो भने चाहिँ एकदम राम्रो देख्छ क्या, सफा लाग्छ नि त। अनि त्यही भएर चाहिँ म अहिले झाडु मार्दैछु गाइस, हेर्नुहोस् क्या राम्रो लाग्दैछ होइन।